घटनालाई चाहिँ म अहिले एकदमै भएको छ। पुलिस को बुढ़ी मारे भाई क्या पुलिस को बुढ़ी मारे भाई क्या मान्छे मारे भाइ क्यों मान्छे मारे भाइ क्यों पुलिस को बुढ़ी मारे भाइ क्यों ये वाले को खाटेला बाहर निकाल बाहर निकाल जो मान्छेले यो घटना घटाएको त्यो मान्छेहरूको प्रहरीको नियन्त्रणमा छ। प्रहरीले गर्नुपर्ने कानुनी कारबाही बडाभन्दा बडा कानुनी कारबाही एउटा घटना घटेको छ। यो घटनाको जो मान्छेले यो घटना घटाएको छ त्यो घटना घटाएको मान्छेलाई बडाभन्दा बडा सजाय गर्ने कुरामा यहाँहरू हामी आश्वस्त पार्न चाहन्छौँ। मान्छे मार्न पाइन्छ भने म हान्छु खुकुरी मान्छे मार्न पाइन्छ नेपालमा मान्छे मार्न पाइन्छ पहिला गरेको तिमीहरूको खुसी हो यहाँ बच्चाले ट्याक्सीले बच्चा मारेछ नो प्रब्लम कुकुरले मान्छे मारेछ नो प्रब्लम यो हेचाकले के हो हिजो गोर्खाको 4 वर्षको बच्चा मार्यो त्यसलाई म मार्छु बच्चा मार्न पाइन्छ यहाँको बालाजी चौकीको यहाँको मान्छे मार्न पाइन्छ व्यवस्था पनि गरिरहेको छ। अहिले ज्यानको बदला ज्यान दिन्छ भनेर म बाहिर मर्न तयार छु। नेपाल आर्मीको छोरी मर्छ भने नेपाल प्रहरीको छोरी म मार्छु। मान्छे मार्न पाइन्छ त्यसलाई बाहिर निकाल्नु छोर हेलो छोर त्यसलाई बाहिर निकाल्नुहोस् हजुरले केही गर्नु परेन म गर्छु म गएर बस्छु त्यसलाई बाहिर निकाल्नुहोस् प्रकाश आले म गर्ने गर्छु प्रकाश आले म गर्ने मार्छलाई मार्छु मान्छे मार्नु पाइन्छ यहाँ हाम्रो विनम्र अनुरोध छ यहाँहरूलाई यहाँहरूको यो पीडा यहाँहरूको यो क्षति भएको छ जो मान्छेले यो घटना घटाएको बडाभन्दा बडा कानुनी कारबाही